यो बाटो आइयो गाडीमा, गाडीले यहाँसम्म ल्याएर छोडिदियो। यो झुलुङ्गे पुल क्रस गरेर आएर अब यो बाटो भएर यो डाँडाको पारि हिँडेर जानु छ। अब यो देखेको डाँडा त्यो घर छ नि, यो घर हुँदै यो डाँडाको टुप्पोमा उता पारिपट्टि यो डाँडा हुँदै त्यो कुनाबाट छिरेर त्यो डाँडाको पारिपट्टि गएर हिँडेर जानु छ। यत्रो पहाड उक्लेर अब आफ्नो हिँड्ने बानी छैन। अब बाजा बच्च हेर्नुहोस्, यो डाँडा यत्रो उक्लेर यसरी उक्लेर यो डाँडा पारि जानु छ। थाक्यो, अब एकछिन यहाँ चिया खान जानु पर्यो। यत्रो हिँडेर आउँदाखेरि रुबी भ्याली हेर्नु सुन्दर छ, प्रकृतिले दिएको रुबी भ्याली। हेर्नु ट्याक्कै हिमालको छेउमै हामी काम गर्छौँ। यहाँ माथि बसेर त्यसको डाँडा पारि हिमाल छ। यहाँ एउटा मन्दिर पनि रहेछ गुम्बाको, जय भोलेनाथ। त्यहाँदेखि यसरी हिँडेर यो ठाडो उकालो उक्लिँदैछौँ। म सकेन, अब यो गएर यो ठाडो उकालो उक्लेर माथि जानुपर्छ। ठाडै उकालो छ, आफ्नो हिँड्ने बानी छैन, स्वासो भइसक्यो। यो ठाडो उकालो उक्लेर यो घरबाट माथि जानुपर्छ। आउँदै यसरी उक्लेर ठाडो उकालो छ। हेर्नु, म यति तल छु, उहाँहरू हिँडेर पुगिसक्नुभयो, म हिँड्नै सकेको छैन। थाक्यो सर, तपाईँ त सधैँ हिँड्ने मान्छे, थाकिनु हो। म त झन् कहिलेकाहीँ आउने मान्छे।